आजको छलफल एउटा यस्तो किताबबाट सुरु गरौँ जुन सायद धेरैको बुकसेल्फमा छ वा कुनै समय थियो होला। द एल्केमिस्ट हो, पाउलो कोएलोको द एल्केमिस्ट। अब हाम्रो उद्देश्य यो किताब राम्रो छ वा नराम्रो भनेर छुट्याउनु होइन। त्यो त पाठकमा भर पर्छ। एकदम। हाम्रो चासो के हो भने यो यति साधारण देखिने कथाले कसरी विश्वभरि करोडौं मानिसको मनमा यस्तो गहिलो छाप छोड्न सफल भयो हो, र हामी यो पनि खोतल्ने प्रयास गर्नेछौँ कि यसको सबैभन्दा ठूलो शक्ति र सायद सबैभन्दा ठूलो कमजोरी पनि एउटै कुरा हो। त्यो के हो? त्यो हो यसको असीमित आशावाद। यो किताबले हामीलाई एउटा यस्तो संसार देखाउँछ जहाँ हरेक कुराको अर्थ हुन्छ, हरेक संकेतले बाटो देखाउँछ। अनि ब्रह्माण्ड सधैँ तपाईको पक्षमा छ। हो, ठ्याक्कै। यो सुन्दा जति सुन्दर लाग्छ नि, यसले त्यति नै महत्त्वपूर्ण प्रश्नहरू पनि खडा गर्छ। सायद यसको रहस्य त्यही सुन्दर सपना र कठोर वास्तविकता बीचको तनावमा लुकेको छ। एकदमै राम्रो सुरुवात। त्यसो भए कथाको मुटुबाटै सुरु गरौँ न त। सान्टियागो स्पेनको एक गोठालो। उसँग एउटा आरामदायी अनुमान गर्न सकिने जीवन छ, तर उसले एउटा सपना देख्छ। इजिप्टको पिरामिडमा लुकेको खजानाको सपना हो, अनि ऊ आफ्नो बगाल बेचेर त्यो सपनाको पछि लाग्छ। यो निर्णय नै कथाको इन्जिन हो, होइन त? हो, र त्यो निर्णयले नै किताबको जुन एउटा केन्द्रीय विचार छ नि, त्यसलाई जन्म दिन्छ, जसलाई कोएलोले पर्सनल लेजेन्ड भनेका छन्। पर्सनल लेजेन्ड? यो भनेको हरेक व्यक्तिले आफ्नो जीवनमा पूरा गर्न चाहेको सबैभन्दा ठूलो सपना वा उद्देश्य हो। किताबको तर्क के छ भने हामी सबैलाई बाल्यकालमा आफ्नो पर्सनल लेजेन्ड के हो भन्ने थाहा हुन्छ अरे, तर हामी हुर्कँदै जाँदा समाजको दबाव, डर अनि अलि व्यावहारिक बन्ने चक्करमा त्यसलाई बिर्सिदिन्छौँ। हो, त्यसलाई बिर्सिदिन्छौँ। सान्टियागोको यात्रा भनेको त्यही बिर्सिएको सपनालाई फेरि खोज्ने यात्रा हो। यो पर्सनल लेजेन्डको विचार आफैमा निकै शक्तिशाली छ है। यसले पाठकलाई एकछिन रोकेर सोच्न बाध्य बनाउँछ, लाई मेरो चाहिँ के हो त? साँच्चै। तर के यसले मानिसहरूमाथि एक किसिमको दबाव पनि सृजना गर्दैन र? यदि कसैले आफ्नो पर्सनल लेजेन्ड के हो भन्ने थाहा छैन भने के उसले आफूलाई असफल महसुस गर्न थाल्छ? यो एकदमै महत्त्वपूर्ण प्रश्न हो। हामीले हेरेका लेखहरूले यो विचारको दुईवटा पक्षलाई केलाएका छन्। एकातिर यसले मानिसलाई आफ्नो जीवनको लगाम आफ्नै हातमा लिन प्रेरित गर्छ, सामान्य जागिल वा दिनचर्या भन्दा परको उद्देश्य खोज्न। हो, तर अर्कोतिर यसले जीवनलाई एउटै भव्य उद्देश्यमा सीमित गरिदिने खतरा पनि हुन्छ। एउटा लेखमा त ठट्टा गर्दै भनिएको थियो, यो पढेपछि कतै आफ्नो अल्छीपनाको पनि कुनै दार्शनिक कारण पो छ ती भनेर सोच्न मन लाग्छ। त्यो त रमाइलो रहेछ। तर किताबको आशय सायद दबाब दिनु होइन, बरु सम्भावनाको ढोका खोल्नु हो कि तपाईँ जे गरिरहनु भएको छ त्योभन्दा बढी बन्न सक्नुहुन्छ। अनि त्यो सम्भावनाको ढोका खोल्न कोएलोले जुन लेखन शैली अपनाएका छन् त्यो पनि अनौठो छ। यो किताब उपन्यास जस्तो कम, कुनै पुरानो दन्त्य कथा वा बोध कथा जस्तो बढी लाग्छ। हो, भाषा एकदमै सरल छ। हो, धेरै जसो विश्लेषणले यसको शैलीलाई भ्रामक रूपमा सरल भनेका छन्। डिसेप्टिभली सिम्पल। हो, वाक्यहरू छोटा छोटा काव्यात्मक छन् अनि एउटै महत्त्वपूर्ण विचार जस्तै त्यो जब तिमी केही कुरा चाहन्छौ सारा ब्रह्माण्डले तिमीलाई त्यो प्राप्त गर्न मद्दत गर्न षड्यन्त्र गर्छ भन्ने कुरा पटक पटक दोहोरिन्छ। एक किसिमको मन्त्र जस्तै। हो, मन्त्र जस्तै। यसको उद्देश्य पाठकको दिमागमा ती सन्देशहरूलाई गहिरोसँग स्थापित गर्नु हो। यो बौद्धिक रूपमा विश्लेषण गर्ने किताब होइन, बरु महसुस गर्ने किताब हो। त्यो शैलीको कुरा गर्दा मलाई पात्रहरूको बारेमा पनि कुरा गर्न मन लाग्यो। सान्टियागोले यात्रामा भेट्ने हरेक व्यक्ति, चाहे त्यो मेल्किजेडेक नामको राजा होस्, क्रिस्टल पसलको मालिक होस् वा अल्केमिस्ट आफै हो, सबैजना शिक्षक जस्ता लाग्छन्। उनीहरूले सामान्य कुराकानी गर्दैनन्, उनीहरू सिधै जीवनको ज्ञान बाँड्न थाल्छन्। के यसले कथालाई अलि अस्वाभाविक बनाउँदैन र? बनाउँछ। वास्तविक जीवनमा त हामीलाई यसरी पाइला पाइलामा गुरुहरू भेटिँदैनन् नि। एकदमै। यो किताबको एउटा प्रमुख आलोचना पनि हो र यसको विशेषता पनि। एउटा लेखमा भने झैँ यस किताबमा कोही पनि सामान्य मानिस जस्तो लाग्दैन। सबैजना डिगिजमामा लुकेका प्रेरक वक्ता मोटिभेशनल स्पिकर जस्ता छन्। यसले सान्टियागोको यात्रालाई सजिलो बनाइदिन्छ। उसले धेरै कुरा आफै पत्ता लगाउनु पर्दैन, किनकि हरेक मोडमा कोही न कोही उसलाई सही बाटो देखाउन आइपुग्छ। यसले कथाको विश्वसनीयता घटाउँछ होला? घटाउँछ। तर अर्कोतर्फ यसले किताबको मुख्य सन्देशलाई बलियो बनाउँछ।
कि यदि तपाईँ सही बाटोमा हुनुहुन्छ भने मद्दत सधैँ आउँछ। त्यही मद्दतको कुराले मलाई किताबको सबैभन्दा प्रसिद्ध र सायद सबैभन्दा विवादास्पद विचारमा ल्याउँछ। त्यो ब्रह्माण्डवाला हो त्यही। जब तपाईँ साँचो मनले केही चाहनुहुन्छ तब सम्पूर्ण ब्रह्माण्डले तपाईँलाई मद्दत गर्न षड्यन्त्र गर्छ। यो सुन्दा त असाध्यै राम्रो लाग्छ। विशेष गरी जब जीवनमा सबै कुरा बिग्रिरहेको जस्तो लाग्छ। हो, तर के यो अलिकति बढी नै आशावादी भएन र? भयो, र यही यसको जादु र समस्या दुवै हो। एकातिर यो विचारले मानिसलाई कठिन समयमा आशा दिन्छ। यसले घटनाहरूलाई केवल संयोगको रूपमा नहेरी एउटा ठूलो योजनाको हिस्साको रूपमा हेर्न सिकाउँछ। हो, तर अर्कोतिर एउटा स्रोतले औल्याए झैँ यसले मानिसलाई निष्क्रिय पनि बनाउन सक्छ। तपाईँ बस कुरेर बस्न सक्नुहुन्छ, ल ब्रह्माण्डले मिलाइदेला नि भनेर। वास्तविकतामा त प्रयास र कडा परिश्रम बिना केही पनि हुँदैन। ब्रह्माण्डले षड्यन्त्र गर्ला, तर तपाईँले पनि त आफ्नो भागको काम गर्नु पर्यो नि। हो, र यसले अर्को रमाइलो बानी पनि बसाल्दिन्छ। किताब पढेपछि सामान्य घटनामा पनि सङ्केत खोज्न थालिन्छ। त्यो त हो। जस्तै बस छुट्यो भने हैन, यो पक्कै ब्रह्माण्डको सङ्केत हो, मैले यो बस चढ्नु हुँदैन थियो भन्ने जस्तो सोच आउन सक्छ। हो, यसले जीवनलाई जादुमयी त बनाउला, तर के यसले हामीलाई तर्कसङ्गत निर्णय लिनबाट रोक्दैन र? यो निकै गहिरो कुरा हो। किताबले सङ्केत वा ओमेन्सको भाषा बुझ्नुपर्छ भन्छ, तर सङ्केत के हो र केवल संयोग के हो त्यसको बीचको रेखा धेरै पातलो छ। एकदमै। विश्लेषणहरूले के भन्छन् भने यो किताबको दर्शनले तपाईँलाई वास्तविकताबाट अलि टाढा लैजान सक्छ, जहाँ तपाईँ हरेक सानो कुरामा अर्थ खोज्न थाल्नुहुन्छ। तर यसको सकारात्मक पक्ष पनि छ। के छ? त्यो सङ्केत खोज्ने प्रक्रियाले तपाईँलाई आफ्नो वरपरको संसारप्रति बढी सचेत र सजग बनाउँछ। तपाईँले ती कुराहरूमा ध्यान दिन थाल्नुहुन्छ जसलाई तपाईँले पहिले बेवास्ता गर्नुहुन्थ्यो। त्यो पनि हो, तर यही अत्याधिक आशावादको कुरा गरौँ न। सान्टियागोको यात्रामा समस्याहरू आउँछन्, उल्लुटिन्छ, उसले सङ्घर्ष गर्छ, तर कुनै पनि समस्याले उसलाई लामो समयसम्म रोक्दैन। त्यो त हो। हरेक पटक ऊ खोज्दा उसलाई उठाउन कोही न कोही आइपुग्छ वा कुनै न कुनै समाधान आफै देखा पर्छ। तर वास्तविक जीवन त प्राय त्योभन्दा धेरै जटिल र अव्यवस्थित हुन्छ। धेरै नै। म एउटा प्रश्न सोध्न चाहन्छु, के यो किताबले असफलतालाई पर्याप्त गम्भीरताका साथ लिन्छ त? खै, मलाई लाग्दैन। यो एउटा एकदमै जायज आलोचना हो। किताबको संसारमा असफलता भनेको केवल एउटा पाठ सिक्ने माध्यम हो, यात्राको एउटा अस्थायी मोड मात्र हो, एउटा टर्निङ पोइन्ट जस्तो हो। त्यहाँ वास्तविक विनाशकारी जीवन परिवर्तन गर्ने खालको असफलताको ठाउँ छैन। यसले गर्दा केही पाठकहरूलाई यो किताब अलिक खोक्रो लाग्न सक्छ, खास गरी उनीहरूलाई खास गरी जो मानिसहरूले वास्तविक जीवनमा गम्भीर कठिनाई, अन्याय वा प्रणालीगत बाधाहरू भोगेका छन्। उनीहरूलाई ब्रह्माण्डले तिमीलाई मद्दत गर्छ भन्ने सन्देश अलि अपुरो र टालटोले लाग्न सक्छ। त्यसो भए यसले हामीलाई किताबको वास्तविक उद्देश्य के हो भन्ने प्रश्नमा ल्याइ पुर्याउँछ। के यो किताबको कमजोरी हो कि यसले जीवनको कठोरतालाई बेवास्ता गर्छ, वा लेखकको उद्देश्य नै यही थियो? मलाई लाग्छ धेरै सोच विश्लेषणहरू दोस्रो कुरामा सहमत छन्। द अल्केमिस्ट जीवन कस्तो छ भनेर देखाउने यथार्थवादी उपन्यास होइन। होइन, यो त जीवन कस्तो हुन सक्छ भनेर देखाउने एउटा दन्त्य कथा हो। यदि हामीले आफ्नो डरलाई जित्न सक्यौं र आफ्नो सपनामा विश्वास गर्न सक्यौं भने। मतलब यो कुनै निर्देशन पुस्तिका, इन्स्ट्रक्सन म्यानुअल होइन? पटक्कै होइन, बरु एउटा प्रेरणादायी सम्झना हो। यसले हामीलाई त्यो समयको याद दिलाउँछ जब हामी बच्चा थियौं र जे पनि सम्भव छ जस्तो लाग्थ्यो। त्यो रोचक छ। मतलब यसको काम वास्तविकताको ऐना देखाउनु होइन, बरु हामीभित्र सुतेको सम्भावनालाई ब्युझाउनु हो। ठ्याक्कै। र सायद त्यसैले यो किताब फरक फरक उमेर र परिस्थितिमा भएका मानिसहरूलाई फरक फरक तरिकाले छुन्छ। मैले कतै पढेको थिएँ, एकजनाले भनेका थिए, किशोर अवस्थामा यो किताब पढ्दा म संसार जित्न निस्कन तयार भएँ, तर 30 वर्षको उमेरमा घर कर्जा र जिम्मेवारी सहित पढ्दा यसले मलाई मैले के कुराहरूमा सम्झौता गरे भनेर सोच्न बाध्य बनायो। एकदमै सही कुरा। यो किताबको प्रभाव पाठकको जीवनको चरणमा धेरै निर्भर गर्छ। एक युवा व्यक्तिको लागि यो साहसिक कार्यको लागि आह्वान हुन सक्छ, तर एक मध्यम उमेरको व्यक्तिको लागि यो छुटेका सपनाहरूको बारेमा एक मिठो नमिठो चिन्तन हुन सक्छ। हो, यसको शक्ति यसको सरलतामा छ।
जसले गर्दा हरेक पाठकले यसमा आफ्नै अर्थ र आफ्नै कथाको प्रतिबिम्ब देख्न सक्छ। त्यसो भए यो सबै छलफललाई सल्यालम्याट हामी के निष्कर्षमा पुग्न सक्छौँ त? दि एल्केमिस्टको विरासत के हो? मेरो विचारमा यसको विरासत यसको जटिल दर्शनमा होइन, बरु यसले पाठकमा छोड्ने भावनात्मक प्रभावमा छ। यो किताब पढेर तपाईँ भोलि नै आफ्नो जागिर छोडेर हिमाल चढ्न जानुहोला भन्ने छैन, तर यसले तपाईँको सोचाइमा एउटा सानो बिउ रोपिदिन्छ। के बिउ? यसले तपाईँलाई आफ्नो दैनिक जीवनभन्दा पर हेर्न र ठूला प्रश्नहरू सोध्न प्रोत्साहित गर्छ। के म साँच्चै खुसी छु? के म त्यो जीवन बाँचिरहेको छु जुन म बाँच्न चाहन्थे? हो, र यसले तत्काल जीवन परिवर्तन नगरे पनि जीवनलाई हेर्ने दृष्टिकोणमा अलिकति भए पनि फरक ल्याउन सक्छ। यो पढेर तपाईँ अभिभूत हुनुहुन्न, बरु शान्त महसुस गर्नुहुन्छ। अलिकति प्रेरित, अलिकति चिन्तनशील। हो, एउटा छोटो किताबको लागि यो निकै ठुलो उपलब्धि हो। यसको प्रभाव यसको शान्त र गहिरो सन्देशमा निहित छ, जुन चिच्याएर होइन, काने खुसी गरेर व्यक्त गरिएको छ। अन्त्यमा एउटा विचार छोडेर जाउँ। हामीले अघि सङ्केत खोज्ने कुरा गर्यौँ। सायद किताबको वास्तविक जादु ब्रह्माण्डले हामीलाई साँच्चै सङ्केत पठाइरहेको छ वा छैन भन्ने कुरामा छैन, त्यो त आफ्नो ठाउँमा छ। अनि केमा छ त? तर त्यो एक क्षणको लागि रोकिनु, कुनै सामान्य घटनालाई पनि ध्यान दिनु र सोच्नु, यसको केही अर्थ हुन सक्छ कि? त्यो आत्मचिन्तनको क्षण नै यस किताबको सबैभन्दा ठूलो उपहार हो। ब्रह्माण्ड बोलिरहेको होस् वा नहोस्, त्यो एक क्षणको लागि हामी आफैसँग बोलिरहेका हुन्छौँ, र सायद आफ्नो मनको आवाज सुन्नु नै सबैभन्दा ठूलो खजाना हो।